हेलो नमस्ते गुड मर्निङ सुवान्ने सुवारो सबैलाई है अन्त सबै सन्चै हुनुहुन्छ होला एकदमै सन्चै छु। अहिले चाहिँ तपाईँको म चाहिँ राजधानीतर्फ लाग्दैछु। अलिकति मेरो अफिसियली काम भएको कारणले गर्दाखेरि है अन्त यहाँ चाहिँ तपाईँको जङ्गलमा छु। हाम्रो घरदेखि मुनिको हो। अहिले त यो सखुवाको पत्ता झन् यस्तो बिजोग भएर छ नि त है, यस्तो बिजोग छ। यो त अलिक अहिले त कम्ती हो, यता झन् माथि त झन् यति धेरै छ। आजको मेरो गेटअप यस्तो टाइपको छ। एक दुईवटा पोज हान्दा छ है यो गेटअपमा। अहिले चाहिँ साथी हो बिरुदाङ आइपुगिरहेको छ हाम्रो गाउँमा। गाडी पर ओ माई गड, अब यो त यो चोराले त मारिदिन्छु म होइन। छि लाग्दो भन्यो यो त हेर्नुहोस् त, दाग पनि बस्यो। यो ब्याड डेको साइन पो हो क्या जस्तो लाग्यो, नराम्रो दिनको भन्नु है। त्यस्तो के हुन्छ होला। गाडी पर्खाइछ, गाडी पनि पाउँदैन। भनेको मान्छेले पनि गाडी लिएर आएको छैन, बिचरा उहाँको मान्छे भएन रहेछ हो। अनि यहाँबाट डाइरेक्ट राजधानी पुऱ्यायो हुन्थ्यो नि। गाइस म चाहिँ जोरथाङ आइसकेको छु होइन बिहानै। अनि यहाँ चिया खाँदैछु। हाम्रो गाडी हो, म चाहिँ 4 नम्बरमा परेँ। सधैँ सधैँ कति भन्दा 6, 7, 8 नम्बर थियो होइन, आज 4 नम्बर परेछ। खुसी लागिरहेछ भन्नु है। हिजो आज त गान्तोक जाने मान्छे साह्रै पाउँदो रहेछ नि त कि, त्यसै कारणले गर्दाखेरि चाहिँ मन चाहिँ सिफ्ट भएकै हुँदो रहेछ। आज गाडी त्यस्तो पनि छैन, खुला छ। साथै हाम्रो उसमा कभरमा लिनु पऱ्यो। हाम्रो टेस्ट कहाँ पुग्यो साथी? अहिले जोरथाङमा चाहिँ सन्नाटा छाइराखेको छ, त्यस्तो ज्यादै छैन छ। हेर्नुहोस् है, बर पनि मजाले पाउलेछ यो हो, यस्तो मजाको देखेको। चाहिँ गान्तोकमा लागेको साथी हो यहाँ सबै। अनि मेरो चाहिँ सेकेन्ड सिट थियो, छाएर बाजे हुनुहुँदो रहेछ। अनि उहाँलाई एडजस्ट गरेर म चाहिँ यहाँ फाइनली गाइस म चाहिँ गान्तोक आइसकेको छु। एकदमै धेरै भिड हो। अन्त धेरै उयो जाम भएर बिजोक भएर चाहिँ म जाँदैछु हो। यहाँ गाडी छ। अब म चाहिँ हस्पिटल टाढा जानुपर्ने गइँदैछ भनौँ न। त्यसले भने चाहिँ म एमजी मगतर्फ जाँदैछु हो। एकदमै धेरै भिड भएर तलबाट गाडीमा आएँ होइन, यहाँसम्म ट्याक्सीबाट चाहिँ जाँदै गरेको। सक्नुहुन्छ साथीको फुल चाहिँ दामी छ है यहाँनिर। म त जहिले पनि प्रोग्राम हुँदो रहेछ यहाँको रहेछ कि, अलवेज भेट्छु प्रोग्रामहरू चाहिँ म यहाँनिर। कहाँबाट जानुपर्ने हो? 15 नम्बर भिआइपी के को प्रोग्राम हुन्छ म के हो प्रोग्राम होला। स्टेजहरू पुरै बनाएको छ रहेछ, पछाडि स्टेजहरू छ। प्रोग्राम चाहिँ तर के गर्थ्यो चाहिँ थाहा भएन है, नो आइडिया। आज चाहिँ हाम्रो भाइ पनि भेट्छु लागिरहेछ, भाइ बुहारीलाई। त्यसै पनि लेट भयो हो। अन्त हाम्रो एमजी मार्कै चाहिँ गान्तोकको चाहिँ फाइनली हाम्रो अफिस भएकोमा आइसकेको छु। यो तरिकाको छ गाडी चाहिँ पुरा ज्यादा रहेछ आज। गाडी त यत्रो भिड छ नि, मान्छे झन् कति होला सोच्दैछु म। साथी हो आज यति धेरै प्रेसर भयो होइन।
हाल चाहिँ माथि सेक्रेट गएर पर 0 पनि जानुपर्ने जाँदैछु आज भेना कामको लागि मेरो काम चाहिँ हुँदैछ तर म युएसै भेटेको छैन आज फाइल लिएर जाउँ भन्ने चाहिँ सोचिरहेको छु हो म आज साइकल टाइप हो कि यस्तो तपाईँले यहाँ चाहिँ फेरि सेक्रेट अफिसर है फाइनली गाइस काम सकिसकेको छ होइन अब चाहिँ म घर जाने र यो भिडियोलाई मन पऱ्यो भने लाइक हानिदिनु होला अनि मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला है अन्त अब चाहिँ मेरो डकुमेन्ट्सहरू लिएर अफिस जानुपर्छ माथि मङ्गलबार होइन त्यहाँ चाहिँ गएर इम्प्लोइमेन्ट कार्डलाई रिन्यू गरेँ सरी त्यसलाई चाहिँ खारिज गर्नुपर्दो रहेछ होइन त्यो गरेर त्यहाँबाट चाहिँ डङ्गडङ सेलेर आउनुहोस् साथी ल ओके बाई बाई गाइस सी यू नेक्स्ट भिडियो